हैन। 1000 माइलको यात्रा पनि जिरोबाटै सुरु हुन्छ। कुनै पनि यात्रा सिंगल एउटा मान्छेबाटै सुरु हुन्छ भनेर मैले जान्दा जान्दै बुझ्दा बुझ्दै यो देश कस्तो मान्छेहरूले चलाएको छ, कुन देशले चलाएको छ भनेर बुझ्दा बुझ्दै मैले ठुलो रिस्क मोलेर मैले राजालाई लिएर गएर दियो बालेर मैले त्यतिखेरै ब्याङ्क, लघुवित्त र सहकारी र बाँचेको पैसा ब्यालेन्स गर्ने भनेर हामीले व्यापार व्यवसाय गरेको हो। तर यहाँ कस्तो खालको कुरो भयो भने यहाँ त व्यापार व्यवसाय गर्नु भनेको अपराध गर्नु हो। व्यापार व्यवसाय त सुकुम्बासी हुनलाई गरे जस्तो भयो। घर जग्गा जीवन ब्याङ्कलाई जिम्मा लाउन, लघुवित्तलाई जिम्मा लाउन, त्यही भयो होइन कुरो। अनि गाउँमा लघुवित्त र सहकारीले बाख्राका पाठा लाने, सुँगुरका पाठा लाने, घरको खाट लाने, दराज लाने, राम्रो खालको च्यादर छ भने त्यो पनि लाने, सिरक पनि लाने, ढसेना पनि लाने, भाँडा कुँडा, चापा कल हुन्छ नि पानी पेलेर खाने कलको टाउको पनि लिएर जाने। यी यस्ता दृश्यहरू देखेपछि मैले त्यो आन्दोलन सुरुवात गरेको र मैले नितान्त म अहिले पनि भन्छु म ब्ल्याक लिस्ट भएको मान्छे होइन, तर मैले हिजो ब्ल्याक लिस्ट खोलाएँ। 6 लाख व्यापारीहरू को गार्जेन नि ठुलो बाबुआमा हुन्छन् भने नि हाम्रो पनि बाबुआमा भनेको सरकार हो होइन। ले संसद भवन अगाडि आएर आत्मदाह गर्दाखेरि त्यही बाटो पुष्पकमल दाहाल प्रचण्ड गाडी चढेर मोटर चलेर तत्कालीन प्रधानमन्त्री गए, फर्केर हेरेनन्। रवि लामिछाने त्यतिखेर गृहमन्त्री थिए, फर्केर हेरेनन् होइन। तोसीमा कार्की स्वास्थ्य सहायक मन्त्री थिइन्, गएर बेडमा यसो धापधाप मराइन् होइन। आज उनको विचार उनलाई मर्न दिनु हुँदैन, त्यस्तो मान्छे अब अरूलाई प्रेम आचार्य बन्न दिनु हुँदैन भनेर मैले आवाज उठाएँ। कति ठुलो रिस्क मैले मसँगै आइते पनि हुनुभयो, जेलमा पनि बस्नुभयो, सबै कुरा। म त 8 महिना जेल बसेँ, मेरो परिवार सबै परिवारले सुद्धा बलिदान दियो, तर कोही ननिस्किने। त्यो गर्दै 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 आज आएर हामीले यी सबै कुरालाई समेटेर मलाई बिचमा गाली पनि गरे, कहिले के भनेको छ, कहिले के भनेको छ, सोसियल मिडियामा नक्कली आइडी बनाएर गाली गरेको छ, गलौज गरेको छ अर्काको सम्पत्ति हामीले त खाएको छैन। मलाई त्यो भन्नेहरूलाई म अहिले पनि भन्छु, छन्। उहाँहरूलाई के भन्छु भने मैले ब्याङ्कबाट लोन लिएको छु, मेची अञ्चलमा प्रोजेक्ट बनाएको छु, मेडिकल कलेज छ, क्यान्सर हस्पिटल छ, 5 स्टार होटल छ, त्यसमा लगानी गरेको छु, 5000 मान्छेलाई रोजगारी दिएको छु, प्रोजेक्ट छ। तर तिम्रा मालिक भगवानहरूले ठगेको पैसा कहाँ छ? तिम्रा भगवान भन्छौ नि, भगवानहरूले ठगेको पैसा कहाँ छ? कुरा बुझ्नु भएन? हामी त्यस्तो भगवान होइनौँ। मैले नितान्त सर्वहारा वर्ग र भोइ मान्छे उत्पीडन वर्गका माग उठाएर हामीले 79 सालदेखि हिजो 82 साल माघ 2 गते होइन, हिजो वार्ता गर्दै गर्दाखेरि हामीले भोइ मान्छेका मागलाई प्राथमिकतामा राख्यौँ। हाम्रा मागलाई राखेनौँ, हामीले आम नागरिकका मागलाई प्राथमिकतामा राख्यौँ। के भयो बिचमा? प्रधानमन्त्री बाँडाबाँड भए, मन्त्री बाँडाबाँड भए, पार्टी अध्यक्ष बाँडाबाँड भए। हामीले जनताका माग उठाउँदै गर्दा केही पनि बाँडेनौँ। हामी बाँड्दैनौँ पनि। हामीले चुनावमा जान्छौँ पनि भनेनौँ, हामीले चुनावमा जान्छौँ पनि भनेनौँ। म उहाँहरूलाई एउटा कुरा के भन्छु भने नि, यदि काम गर्नु छ भने नि प्रधानमन्त्री नै हुनु पर्दैन, मन्त्री नै हुनु पर्दैन, सांसदै हुनु पर्दैन। दुर्गा परसाई जस्तो एउटा भए पुग्दिन्छ। तपाईँहरू दुर्गा परसाई बन्नुहोस्, सकिन्छ। भगवान कृष्णले गीतामा के भनेको छ भने भगवान कृष्णको नि 1 कट्ठा जग्गा थियो, 1 धुर जग्गा थियो, तर आँखा चिम्म गर्नुहोस् त संसार भगवान कृष्णले चलाएको थियो। कुरा बुझ्नु हो कि? त्यसले गर्दाखेरि म गीताको मार्गदर्शनमा हिँडेको मान्छे हो। म उहाँहरूलाई के भन्छु भने अहिले प्रधानमन्त्री बाँड्ने, सांसद बाँड्ने,
के बाँडेका छन् नि त, सबै बाँडेर गरेका छन्। र यहाँ के भयो भनेदेखि सबैलाई पार्टी अध्यक्ष हुनु पर्यो, सबैलाई प्रधानमन्त्री पिएम हुनु पर्यो, सबैलाई होडबाजी छ। प्रधानमन्त्री भनेको के हो थाहा छैन, पार्टी पिएम भनेको के हो, पार्टी अध्यक्ष भनेको के हो थाहा छैन। सबलाई होडबाजी छ। पार्टी त कति खोल्या रहेछन् यहाँ, बर्मजियाको पेडा पसल जस्तो नि पार्टी। अनि अफिस चाहिँ छैन फेरि पार्टीको, झोला बोकेर हिँडेको छ है। बुढीले पकाइदिएको भात खाएको छ अनि बुढीले गाली गर्छ भनेर फुत्त हिँड्यो अनि चौतारामा बसेर गफ गरेर यस्तो तरिकाले नेपालीहरू कस्तो विक्षिप्त मानसिकतामा पुगेका छन् आज नेपालीहरू। त्यही भएर मैले हिजो 79 साल फागुन 1 गते जुन बाटो बिर्सिएको छ नि नेपाली जनताहरूले, राजा फ्याक्ता कस्तो हुँदो रहेछ, धर्म संस्कृति सक्ता कस्तो हुँदो रहेछ, कस्तो हुँदो रहेछ, माता दुर्गाको मन्दिर मूर्ति फुटाउन खोज्दा कस्तो हुँदो रहेछ भन्ने कुरो आज दृष्टान्त उदाहरण शेरबहादुर देउपा र केपी ओली बनेका छन्। जब शेरबहादुर देउपालाई अमेरिकालाई लात हान्यो नि, आज शेरबहादुर देउपाका आँखा खुलेका छन्, केपी ओलीका पनि आँखा खुलेका छन् होला, खुले होलान् है। र हिजो काङ्ग्रेस पार्टी फुट्दै थियो, हामी हाम्रो मागलाई पुरा गर्दै थियौँ, किनभने मैले पनि माग पुरा गर्नु पर्यो। अब यी सबैजना मिलेर होइन राजा फ्याँकेको, यी सबै मिलेर होइन देशको धर्म फ्याँकेको, फ्याँकेको हो नि। तर हिजो म धर्म र नि राजा जोड्दै थिएँ। त्यसले गर्दाखेरि हामीले हिजो एउटा धेरै बनाइ पनि आयो। राजा फ्याँकेको आज कति वर्ष भयो? 64 साल 64 सालमा फ्याँकेको होइन, 18 वर्ष पछाडि हिजो राष्ट्र संस्थाको विषयमा क्याबिनेटबाट पास भयो क्या, हिन्दू राष्ट्र र राष्ट्र संस्थाको विषयमा, र हिन्दू राष्ट्र र राष्ट्र संस्था ल्याउने विषयमा क्याबिनेटबाट पास गराए। प्रधानमन्त्रीको नेपाल सरकारको क्याबिनेटबाट पास हुनु भनेको नि अब हाम्रो मुद्दाले के लियो भन्दाखेरि नि बाटो लियो, ट्र्याकमा आयो। पनि अघि बढ्छ है यो मुद्दा बोकेर। दुर्गा प्रसाद बेचैन हुँदैन मलाई भने नि त। मैले जनमत सङ्ग्रहको कुरा गर्दा म राजावादी होइन भन्दाखेरि मलाई गाली गरे। केही राजावादीहरू छन्, राजाको नाम बेचेर रोटी खानेहरू। म राजाको नाम बेचेर रोटी खान्न, धर्मको नाम बेचेर रोटी खानेछन्। यता राजा ल्याउँ भनिरहेछ, हिन्दू धर्मको कुरा गरिरहेछ, उता गणतन्त्रमा चुनावमा गएको छ। तर दुर्गा प्रसाद चुनावमा गएको छैन, छ त छैन नि। मैले अघि भनिन एउटा दुर्गा प्रसाद भए हुँदो रहेछ त, बुझेँ त। हिजो प्रधानमन्त्रीले के भन्नुभयो मलाई, हिजो दुर्गा भाइ यो कुर्सीमा केपी ओली थियो भने यो माग हुँदा तिम्रो छेउमै आउनु, तपाईँको छेउमै आउन दिँदैन थिए, प्रचण्ड भएको भए आउन दिँदैन थिए। तर म पास गरेर जान्छु, किनभने यो देशमा हिन्दू राष्ट्र र राष्ट्र संस्था चाहिने रहेछ भन्नुभयो उहाँले, नभए यो देश जोगिने रहन्छ भन्नुभयो, बुझ्नुभयो। र म पास गरेर जान्छु। मैले त्यति गर्न सकेँ। मैले जनमत सङ्ग्रहको घोषणा त गर्न सकिनँ, तर बाटो चाहिँ बनाइदिएर जान्छु भनेर हिजो घोषणा, हिजो ऊ भयो, एग्रिमेन्ट भयो। अब म तपाईँहरूलाई के बुझाउन खोजेको भने अर्कामा काम गर्नलाई घर ओडार भयो, बुढाबुढीलाई औषधि दिने नि। मैले हिजो प्रधानमन्त्रीलाई भने, प्रधानमन्त्रीज्यू मलाई प्रधानमन्त्री नभन न, आमा भन भन्नुभयो। ल आमै सही। मैले भने आमा तपाईँको श्रीमान अस्ति बिमारी हुँदा तपाईँको छोराबुहारी आए दबाई दिनलाई, आएनन् बाबु। छोराको जन्मदिन थियो अरे नातिको, यहाँबाट केक काटेको अरे। प्रधानमन्त्रीको हालत त्यो छ,
छोरा बुहारी कहाँ लन्डनमा, नाति कहाँ लन्डनमा, लङ्कामा सुन्छ कान मेरो बुचै भन्थे क्या उहिले। हेर्नुहोस् त। अनि तपाईँले तपाईँको श्रीमान दुर्गा सुवेदीलाई उपचार गर्न जान पनि भ्याउनु भएन, छोरा र बुहारी पनि आएनन् भनेपछि तपाईँ यो गराउन खोज्दैछु भनेपछि कुरो बुझ्नु पर्यो कि परेन? बुझ्नु पर्यो नि त। एउटा प्रधानमन्त्रीले त्यति भनिसकेपछि र म जति सक्दो चाँडो यो व्यवस्था यो परिपाटीबाट म निस्किन चाहन्छु भनेर प्रधानमन्त्रीले भन्नु। देशको प्रधानमन्त्री हो नि त उहाँलाई पनि फिलिङ भइरहेछ के भइरहेछ भन्ने कुरो बुझ्नुभयो नि त। देशको ठुलो पोस्ट हो नि त प्रधान न्यायाधीश, प्रधानमन्त्री भनेको। अब त्यहाँभन्दा उहाँले लानु पनि केही छैन, छ त छैन। त्यसले गर्दाखेरि म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने यो देश आफूले चलाएको थियो भने यो देश बन्थ्यो, बुटिक नेपाल बन्थ्यो, साँच्चीकै नेपाल बन्थ्यो। तर यो देश त अर्काले चलाएको रहेछ भन्ने कुरो त प्रमाणित भयो नि। आज हाम्रा कस्ता प्यारा राजा रानी थिए, कसरी मारियो, राजा महेन्द्रलाई कसरी मारेको रहेछ र जो राष्ट्र मदन भण्डारी कसरी मारेको रहेछ, यो कुरा त प्रमाणित हुँदैछ नि त। किनभने हिजो काङ्ग्रेसको लडाइँले पनि त्यहाँ देखियो नि त। काङ्ग्रेस पनि उतैको, यो गगन पनि उतैको, रवि पनि उतैको, बालेन पनि उतैको, सबै उतैको। यहाँ कोही छैन। कलेजै जम्मै किनेर छ हौ पश्चिमाहरूले, कलेजै। यहाँ त श्रीमतीले श्रीमानलाई 20 खुवाएर मार्छन् कि भन्ने अघि एकजना भाइले भन्दै हुनुहुन्थ्यो, त्यो स्थितिमा पुगेको छ देश। भरोसा छैन यहाँ। त्यति भित्रभित्रै जरा गाडेको रहेछ। यो जरालाई कसरी फ्याँक्ने, हामी कहाँ पुगेका छौँ। र मैले आज केपी ओलीलाई पनि यहीँबाट भन्छु, हजुरबाउलाई पनि तपाईँको बुद्धि फिरोस्, शेरबहादुर देउपाहरूलाई पनि भन्छु बुद्धि फिरोस्। हिन्दू राष्ट्रको पक्षमा तपाईँहरू वकालत गर्नुहोस् र राष्ट्रवादी शक्ति भएर अब हामीले जे बाटो गल्ती गऱ्यौँ हामीलाई हानो लात अमेरिकाले, अब हामी सही ठाउँमा आयौँ भनेर भन्नु पर्यो। किन हानु उहाँहरूलाई लात म भनौँ? जसले पनि नि कुद्ने घोडा मात्रै पाल्छ क्या। बुढो भइसकेको घोडा पाल्दैन, उनीहरू बुढो भए अब नयाँ घोडा कुदाउन ल्याएको। रवि, बालेन, कुलमान, गगन थापा, विश्व प्रकाशहरू भनेका नयाँ घोडा हुन्, उताका नयाँ घोडा। पुराना घोडाको काम छैन, थन्काइदियो। उताबाट महाराजहरूले चलाइन्जेलसम्म शानसँगले बस्न पाइँदो रहेछ। महाराजहरूले चलाउन नचलाएका दिन, साथ छोडेका दिन त घरमै गएर कुट्दा रहेछन् नि त। देखेँ होइन? राजनीतिक हो, स्वाभिमान बन, आफ्नो खुट्टामा उभिऊ भनेर भनेको कारण त्यो हो। मैले राष्ट्रियतामाथि, राष्ट्रमाथि, धर्ममाथि तिमीहरूले जुन प्रहार गर्यौ नि तिमीहरूले हिजो, त्यो राजा वीरेन्द्रलाई त यसरी षड्यन्त्र गरेर मारे, त्यसको नायिका नै बाबुराम भट्टराई हो। कुरा बुझ्नुभयो? म ठाउँमा पुगेदेखि नि कोही बाँच्नेवाला छैन। यदि म बाँचेछु भने मलाई पनि यहाँ थ्रेड आइरहेछ है। आउँदा त यहाँ नेपाली नै आउँछ होला हान्नलाई। मैले मेरो केटाहरूलाई पनि भनेको छु, होइन भने तपाईँहरू बुझ्नुहोस् कति थ्रेड रहेछ यहाँ। कोही बोल्दैन, खेकाएर भने पनि निल्छ क्या, थुक्दैन बाहिर। त्यस्तो डर देखाएर राखेको छ। त्यस्तो डराउनेले किन राजनीति गर्नु? राजनीतिक भनेको कुरो के छ भने राजनीतिक भएपछि मरिन्छ, राजनीति गर्ने मान्छे जेल जान्छ, राजनीति गर्ने मान्छेले कुटै पनि खान्छ, राजनीति गर्ने मान्छेलाई फुलको माला पनि हुन्छ, राजनीति गर्ने मान्छेलाई जुत्ताको माला पनि हुन्छ, हो कि होइन? भनेपछि राजनीति गर्ने मान्छेले किन डराउने? हो कि होइन? त्यसले गर्दाखेरि म सम्पूर्ण राष्ट्रवादी शक्तिहरू, खास गरेर म राजेन्द्र लिङ्गदेन दाईलाई, तपाईँले राजा हिन्दू राष्ट्र भनेर, कमल थापा दाई